चौतर्फी आरोपको शिकार भएका प्रधानमन्त्री शाहले केही दिनमै गर्दैछन् बोल्ड निर्णय। 3 करोड जनतामा ल्याउँदैछन् खुशियाली, अबदेखि विरोधीहरूको हुँदैछ मुखबन्द। रासपा नेतृत्वको शक्तिशाली सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनमा बोल्ड निर्णय गर्ने तयारी गरेका छन्। चौतर्फी रूपमा सदनप्रति उत्तरदायी नबनेको आरोप झेल्दै आएका शाहले अब भने 3 करोड जनताको मन जित्ने गरी अगाडि बढ्ने तयारी गरेका छन्। जेठ 17 गते सदनमा बोल्ने क्रममा नेपालले पनि भारतको भूभाग मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री चर्को विवादमा छन्। 2 पटक मात्र सदनमा उपस्थित भएका शाह अबदेखि सदनमा नियमित उपस्थित हुने र जनताका समस्या फेस गर्ने तयारीमा छन्। प्रधानमन्त्री शाह आगामी 10 गते प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको सामना गर्ने तयारीमा छन्। प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि विपक्षी दलका सांसदहरूले पनि तयारी गरिरहेका छन्। शाह संसद प्रति उत्तरदायी बनेपछि भने विरोधीहरूको मुख बन्द हुने अपेक्षा गरिएको रासपाले जनाएको छ।